आज घरमा जाँदाखेरि अचानक बाटोमा के भयो त यस्तो? अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ बिहान बिहानै उठेर फ्रेस भएर यसो तपाईँहरूलाई मेरो बाइकको दर्शन पनि गराइदिइसकेको छु होइन। अनि मेरो आजको बिहानको सुरुवात चाहिँ पानीबाट भएको छ है साथीहरू। अनि बिहान बिहानै खानासाना खाएर हामी चाहिँ आज घरमा जाँदैछु साथीहरू होइन। रेडी भएर चट्टा हामी अटो बोलाएर निस्के। अनि फेरि ढिला भइरहेको बेलामा बुढीले फेरि के सामान बिर्सेर आएछन् खै। बल्ल तल्ल मनरी पुगेर गाडीमा चढेको साथीहरू हेर्नुहोस् है। हामी गाउँमा पुग्न चाहिँ 3टा गाडी फेर्नुपर्छ है साथीहरू। मनरीबाट निस्किसकेपछि खिचिएको यो सिन अति बवालवाला थियो है साथीहरू। अनि अस्तिको पानीले बाटो नै बिगार्दैछन्। यसरी गाउँको गाडीमा हिँड्नुको मजा पनि बेग्लै छ नि फेरि। को यसरी हिँड्नु भएको छ त कमेन्ट गर्नु है त। अनि साथीहरू बीच बाटोमा पुग्दाखेरि गाडी नचढेर बल गर्दा गर्दै टायरै पड्किहाल्यो। बर्खा लागिसकेपछि गाउँघरतिर यस्तै त हो नि साथीहरू, बाटोले टेन्सन बनाइदिन्छ क्या। अनि यो पारी डाँडा काँडाको बिचमा देखेको चाहिँ मेरो गाउँ है साथीहरू। हिजो कपाल हाइलाइट गरेको भिडियो पनि यसमै जोडेको छु। सो कस्तो देखेको छ त कमेन्ट गरिदिनु है त साथीहरू। आज त घरसम्मै गाडीमा गइन्छ भनेर आश गरेर आएको साथीहरू, फेरि गाउँ पुग्ने बित्तिकै गाडी त बिग्रिहाल्यो। त्यसपछि पोको कुन्तुरो बोकेर हामी त्यहाँबाट हिँड्न थाले। हिँड्दा हिँड्दा बल्ल तल्ल फाइनली साथीहरू घरमा पनि पुगियो। ल त साथीहरू, आजको लागि मेरो मिनी भ्लग यति नै। तपाईँहरूलाई मेरो मिनी भ्लग कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। ओके गाइस, सी यु इन द नेक्स्ट भिडियो। बाई बाई।